पछिल्लो 2 वर्षदेखि बहरिनमा कार्यरत खरसाङ पोस्ट अफिस निवासी अम्बर सुब्बाकी जेठी छोरी मिन्टु सुब्बाको आकस्मिक निधन गत 29 मार्च 2026 को दिन भएको थियो, जसले परिवार, समुदाय र सबै शुभचिन्तकहरूलाई स्तब्ध बनाएको थियो। मिन्टु सुब्बा छुट्टीमा घर आउनको निम्ति 8 अप्रेलका लागि योजना बनाएका थिए र दुर्भाग्यवश उनी बाँकी यात्रा पूरा गर्न सक्नु अघि नै बहरिनमा आकस्मिक निधन भएको थियो। उनको निधनपछि सङ्कट अझ गहिरो थियो, किनभने इरान र गल्फ क्षेत्र युद्धको अवस्था हुँदा सबै एयरपोर्टहरू बन्द थिए। यस्तो कठिन परिस्थितिमा पनि दार्जिलिङ माटोको माया सेवा संस्थाले तत्काल उद्धार कार्य सुरु गर्यो। प्राप्त जानकारी अनुसार संस्थाका अध्यक्ष दिवस दियालीको नेतृत्वमा मिन्टु सुब्बाको पार्थिव शरीर बहरिनबाट साउदी अरब हुँदै दिल्ली अनि त्यसपछि कलकत्ता बिहिबार 3 बजे सुरक्षित रूपमा ल्याइपुर्याइयो छ। संस्थाका प्रमुख संयोजक मनिन्द्र सुब्बा तथा परिवार पक्षबाट प्रीतिला सुब्बा अनि अनुराज भुजेलको उपस्थितिमा पार्थिव शरीरलाई जिम्मा लिइयो। उक्त पार्थिव शरीर शुक्रबार बिहान एम्बुलेन्स मार्फत घर ल्याएर तिनको परिवारलाई सुम्पिनेछ। यस कठिन परिस्थितिमा पनि दार्जिलिङ माटोको माया सेवा संस्थाले केवल पार्थिव शरीरको सुरक्षित फिर्ता सुनिश्चित गरेन, र शोकाकुल परिवारलाई सान्त्वना, हौसला र सामाजिक समर्थन प्रदान गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ। परिवार, शुभचिन्तक र समुदायका लागि शुक्रबार नै श्रद्धाञ्जली अर्पण गर्ने अवसर प्रदान गरिएको छ। यस घटनाले दार्जिलिङ माटोको माया सेवा संस्थाको मानवता, समर्पण र सङ्कटमा सक्रिय भूमिका प्रष्ट देखाउँछ, जसले चुनौतीपूर्ण परिस्थितिमा पनि आफ्नो सेवाको प्रतिबद्धता पुरा गरेको छ। संस्थाका सम्पूर्ण परिवार मृत आत्माप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै सपरिवारमा ईश्वरले सहन शक्ति प्रदान गरून् भनी प्रार्थना गर्दछौँ भनी दार्जिलिङ माटोको माया सेवा संस्थाका अध्यक्ष दिवस दियालीले जनाएका छन्।